ल के बनायो त मटन कुर्मा यो मेरो दादा बना यो दादाले के बनाएको छ त्यो खोल त खोल त्यो खोल ओहो यो के बनाएको रे मटन अनि कुर्मा नेपालमा पहिलोचोटि डिस बनाएको दादाले बना अलि राम्रोसँग बोल न कस्तो सानो स्वरले बोलेको त नि मेरो दादाले मटन राम्रो बनाउनु भएको छ अस्ति बिरयानी बनाएर खुवाउनु भयो हो मेरो दादा जिनेस हुनुहुन्छ भन यो मेरो दादा हो खै ल ल तिमी आफै खिच ल को ल हो ल तिम्रो दादा यही हो नि ल हेर तिम्रो दादा कति ज्ञानी छ है ओहो त्यहाँ अनुहार छेप्यो ल ल मेरो दादा 9 मा पढ्नुहुन्छ सिबिआईमा कस्तो ज्ञानी हुनुहुन्छ भन मेरो दादाले मटन बनाउँदै हुनुहुन्छ मेरो दादा जस्तो ज्ञानी ओहो ओहो एकचोटि यहाँ हेरिदिनु भन आम्मा त्यहाँ मटन पनि बनाउँदै हुनुहुन्छ हेर्नु त दादाले दिदी खाइदिउ त ओहो तिम्रो दादा कस्तो जिनिस है छोरी है छोरी कस्तो जिनिस है तिम्रो दादा ओहो हेर त तिम्रो दादा हेर त अनुहार हेर त तिम्रो दादाको ल अब हामी युट्युबमा हाल्ने ल